ओके गाइस, बिहानको बजिसक्यो 8 र म रेडी भइसकेँ। म हिजो डुम्रेमा राति 9 बजी आइपुगेको थिएँ। यो रुममा बसेको थिएँ विथ एसी। अब म डुम्रेदेखि मनाङतिर जाएको छु। बेसी सहरमा रोकेर चाहिँ म बाइकको मोबिल चेन्ज गर्छु, किनकि मेरो बाइक 1400 किलोमिटर कुदिसकेको छ। म हिजो आएर यही होटलमा बसेको थिएँ, सन्तोष तन्दुरी एन्ड फास्ट फुड। म तपाईँहरूलाई नम्बर छोडिदिन्छु स्क्रिनसटमा। राम्रो होटल छ, एसी रुम छ, खानाहरू पनि सबै व्यवस्था छ, मजाको छ। ओके गाइस, मनाङको यात्रा सुरु भयो अब। ओके गाइस, लेट्स गो टु मनाङ। 8:41 भयो यार, अलरेडी ढिलो भइसक्यो। म डुम्रेबाट हिँडेँ, पेट्रोल फुल ट्याङ्क गरेँ। बेसी सहरमा पुगेर चाहिँ मोबिल चेन्ज गर्ने, अनि खाजासाजा खानासाना एकैचोटि त्यहीँ खाने, अनि त्यहाँबाट सिधा मनाङ। चामे 103 किलोमिटर, बेसी सहर 42 किलोमिटर। राति पानी परेको छ, बाटो चाहिँ मलाई डाउट लाग्दैछ। बेसी सहरसम्म त राम्रै छ, त्यहाँबाट माथि चाहिँ भन्नु सक्दैन, हिलो च्याप च्याप ल्याप ल्याप होला। तर केही छैन, पुगेर त आउनु पर्ने हो जसरी पनि। घरदेखि निस्किएपछि काम पुरा गरेर मात्रै आउनुपर्छ। एउटा कुरा नोटिस गरेँ कि मैले, यो रातो माटो रहेछ कि यो ठाउँमा एकदम। मलाई त फिदिमको जस्तो लाग्यो क्या, फिदिममा छु जस्तो लाग्यो। फिदिममा पनि एकदम रातो माटो पाउँछ क्या, रातो माटो। मनाङको त बाटो पुरा खराब रहेछ त यार, के यस्तो बाटो। यहाँबाट 9 किलोमिटर छ अब बेसी सहर। बेसी सहरमा पुगेर चाहिँ खाना खाने। यो हेर्नुहोस्, मर्साङदी खोला। गाना त सुन्नु नि भएको छ होला नि त्यो गाना, मर्साङदी मजालै हान्यो माझी दैले आज भन्ने। त्यही खोला हो मर्साङदी। चलो छिटो छिटो अब बेसी सहर पुगिहालौँ, त्यहाँबाट खानासाना खाइदिउँ। 9:18 भयो। उयो देख्दै गरेको बेसी सहर हो। यहाँबाट लाइक अब 2-3 किलोमिटर होला। यो बेसी सहर। गेट यता लगाइरहेको छ, पुरा कन्फ्युज भयो। त्यता पो होला मनाङ जस्तो लागेर। बेसी सहर 1 किलोमिटर। वेलकम टु बेसी सहर गाइस। अब यहाँबाट पनि 93 किलोमिटर छ मनाङ, अनि त्यो पनि पुरै अफ रोड। यहाँसम्म यतिको त जथेष्ट ठिकै थियो बाटो। अब त यहाँबाट सिधै अफ रोड सुरु हुन्छ। जनयुद्धका महान शहीद तथा बेपत्ता योद्धा स्मृति ध्वन। मनाङ जाने कता हो? लमजुङ जिल्ला प्रशासन कार्यालय। भाइ मनाङ कता हो? मनाङ यता यो बाटो कहाँ जान्छ? ए एउटै हो, रिङ रोड। ए
बेसी सहर यतै कतै हेरेर खाजा खाइदिनु पर्यो अन्त मोबिल पनि चेन्ज गर्नु छ भाइ मोटलको मोबिल छ मोटलको मोबिल छ कति हो प्राइस मोटल का कितना प्राइस है 20W50 वाला अँ के अरे छैन भाइ मोटलको मोबिल छ कति हो 20W50 वाला लोकल होइन ओरिजिनल हाल्ने अँ होइन लोकल पनि पाउँछ र लोकल पनि हुन्छ अनि यो त लोकल छ भने देखाऊ त अगाडि छ गरिस् अगाडि गरिस् छ 1.25 20W50 आजको मेरो नास्ता पुरी आलु सब्जी र चिया गर्मा गरम पुरी यो भाइले बनाएको पुरी भाइले बनाएको होइन पुरी अच्छा बनाया बहुत अच्छा है पूरी सब्जी र चाय ल भाइलाई धन्यवाद ओके लेट्स गो टु मनाङ गाइस टाइम भयो 10:14 आमामा 6वटा पुरी र आलु खाइदिएको पेटै डम्म भयो यार मलाई चाहिँ फेरि अलिक हेभी मिल गरेपछि नि बाइक राइड गर्नै मन पर्दैन क्या एकदम निन्द्रा लाग्छ अल्छी लाग्छ त्यही भएर हल्का लाइट मिल ओहो यही बाटो हो कि के हो मनाङ्गे चौतारा मनाङ्गे चौतारा मनाङ्गे चौतारा दस 11 बजे यार यहीँनिर सत्तरीको ठिकै छ टायर चेक गरेको ठिकै छ Look at the road, guys. बाटो हेर्नु त बापरे दमजुङमा पनि जगत भन्ने ठाउँ रहेछ यो क्लिफ हेर्ने यस्तो छ यार यो झर्ना हेर त आम्मामा कस्तो दामी झरेको यार ओहो वाउ wow look at the view this is Manang त्यो च्याम्चे झर्नासम्म मात्रै बाटो चाहिँ एकदमै नराम्रो छ त्यहाँदेखि अगाडि त बाटो राम्रो छ यो हेर्नुहोस् त कस्तो मजाले गरिरहेछ
यो बाटोहरू यो दुईवटा ढुङ्गा काटेर बनाएको छ क्या बिचमा यो बाटो ढुङ्गा काटेर बनाएको छ नि त ओ दामी मनाङ द रोड अफ मनाङ मर्साङदै गाउँपालिका लमजुङ भ्रमण गर्नुभएकोमा हार्दिक धन्यवाद। यहाँबाट चाहिँ मनाङ जान्छ यार। कहाँबाट हो यो त त्यो बाटोबाट आएको अहिले म यो प्रेयर फ्ल्याग हुन्न प्रेयर फ्ल्याग फ्ल्याटरिङ गरेको कस्तो मजाले कस्तो हावा चलिरहेको छ शीतल भयो यार। त्यो एम्बुलेन्स गयो सायद कोही इमर्जेन्सी पऱ्यो होला माथि किनकि जति माथि जानुहुन्छ तपाईँहरू अक्सिजनको लेभल घट्दै जान्छ क्या बाइकहरू पनि चल्नु अप्ठ्यारो हुन्छ त्यही भएर कोही बिरामी भयो होला। ओ यो कुन चाहिँ गाउँ हो? ताल गाउँ। यो मालिङ्गो हो कि निकाल्यो हो? यो हो क्या त्यो मनाङको यो रोड चाहिँ आइकनिक रोड हो क्या त्यो ढुङ्गा खोपेर बनाएको छ यार। आमा लुक एट दिस गाइस आमा पुरा ढुङ्गा काटेर बनाएको छ यो। अरे यहाँबाट फेरि टार्नाको रहेछ त अगाडि बाटो। अब यहाँबाट धारा पानी आउँछ धारा पानीबाट चाहिँ सामे बाफ्रे यहाँबाट त गाडी सिधै खाइमा पस्यो भने त यार। हेर यो भाँचेको छ यो पहिरोले हो कि गाडीले हो? कस्तो भिड हो ठाडै भिड बाबा 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 ओम भू व्हाट इज दिस? म सोच्दैछु कि यो ठाउँ राति चाहिँ कस्तो डरलाग्दो देख्छ होला क्या। आमा सुनसान एक्लै बस्नु पऱ्यो भने त कस्तो डर लाग्छ होला। अरे यो धुलो उठ्छ भनेर पानी हालेको कि म त पानी बगेर पो आयो बाटोबाट सोचेको यो धुलो उठ्छ भनेर पानी हाल्दैछ कि योभन्दा अगाडि निस्किनु पर्छ नत्र बाइक त हालत खराब हुन्छ। त्यहाँ पनि बाटो बनाउँदो रहेछ हौ त्यो सुरङ खोजिरहेको छ फ्युचरमा त्यहाँबाट पनि बाटो हुन्छ जस्तो छ। आम्मा यो झर्ना हेर्नु आमा कहाँबाट बगेर आएको छ यो झर्ना ओ
ओहो घोडा अरे बापरे के निकालेर बसेको यार घोडा है चोरी पानी पर्न आँट्यो यार पानीले भेट्नुभन्दा अगाडि चामे पुग्नुपर्छ आई थिङ्क चामे आइपुग्यो गाइस त फाइनली गाइस चामे आइपुग्यो आजको मेरो लन्च यहीँ हुनेछ म चामेमा आइपुगेको छु यति बेला र चामेमा लन्च ब्रेक लिएको छु हेर्नुहोस् लन्च म चाहिँ कस्तो भने बाटो हिँड्दाखेरि चाहिँ मासु धेरै कम्ती खान्छु क्या किनभने यो कस्तो भन्छ नि पेटहरू खराब भयो भने किनकि मासुमा त मसलाहरू हुन्छ त मसलाले पेटमा अलिकति खराब हुन्छ कि भनेर म एभोइड गर्छु बरु डेस्टिनेसनमा पुगेपछि चाहिँ खान्छु हेर्नुहोस् कस्तो मजाको सादा खाना आलु साग पापड चामल दाल अन्डा अनि अचारहरू छ बहिनी लाग्छु ल म ल है सबैजनालाई धन्यवाद म फर्किँदा फेरि पस्छु ए हुन्छ म अगाडि कल गरिदिनु नि है तपाईँलाई भोलि कि त पर्सिसम्म हुन्छ ल ए हजुर ल हुन्छ सबैलाई बाई बाई गाइस म चामेमा खाना खाएको होटल चाहिँ यो स्टेपिन होटल एकदम राम्रो छ यहाँनिर सर्भिस राम्रो लाग्यो यहाँनिर all ready for the ride अब माथि पानी पर्न सक्छ ओके खाना चाहिँ भयो मस्त दामी खाना थियो यार मन त थियो नि यार पुरा भुडी आइन्छ आमा खानु तर बाटो हिँड्दा फेरि अलिक लिमिटले खानुपर्छ क्या फुल बेली खायो भने पुरा अल्छी लाग्छ क्या राइडिङ गर्ने मजा आउँदैन त्यही भएर ठिकैको बेसी पनि होइन कम्ती पनि होइन 3:15 ओ 5 बजे त पुग्नु पर्ने यार आई थिङ्क यो चेकपोस्ट होला इन्डियन गाडीहरूको लागि नेपाल गाडीको लागि त चेक हुँदैन होइन रहेछ ब्राताङ भन्ने ठाउँ कस्तो बम्पर देख्यो यार यस्तो बाटोमा पनि रक क्लाइम्बिङ यहाँ गर्दो रहेछ यिनीहरूले रक क्लाइम्बिङ Oh, what a road, man! The iconic road of Manang. Hambu. Yeah! त्यो माथि देख्छ बापरे आकाशमा भित्ता छ जस्तो छ यार ट्रेकिङ ट्रेल जाँदो रहेछ त्यो बाटो यो चाहिँ बाइकर्सहरूको लागि Whoa, what a view, man. What a view.
क्या दामी ठाउँ यार। What a beautiful road, man. What a beautiful road. क्या मजाको पर हेर्न त्यो वी कॉल्ड इट हरिजोन। त्यसलाई चाहिँ हामी हरिजोन भन्छौँ नि। यस्तो यहाँसम्म आइपुग्दा यस्तो जाडो बढेको छ, यस्तो जाडो बढेको छ। मैले यो ज्याकेट लगाएको छु, त्यो भित्र टी सर्ट छ, हाफ टी सर्ट। त्यो हाफ टी सर्ट भित्र एउटा स्किन भेस्ट छ र पनि जाडो लागिरहेछ मलाई। आई थिङ्क अब मनाङ यहाँदेखि टाढो छैन, हार्डली 1 घन्टा होला मेरो विचारमा। आई विस बाटो यस्तै बाटो यस्तै भयो भने त दामी मजा आउँछ यार। Yeah guys, this is Manang. Oh, हावाले हानेर यार झन्डै लडाउँदैछ यार। ओरे 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 ओरे। Look at the incredible view, man. What a view, man. What a view. दिल खुश भयो यार यहाँ आएर। आई थिङ्क नेक्स्ट इयर पनि आउनुपर्छ। एभ्री इयर आउनु जस्तो मन लाग्यो क्या यो हेरेर चाहिँ। दिस टाइम सोलो, नेक्स्ट टाइम वी विल राइड बाई ग्रुप। हेरौँ को आउँछ। हो 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 Manang. Yes, wooden bridge. यस्तो एकैतालमा जस्तो काठको पुल क्रस भयो त्यस्तो इन्क्लाइन सुरु भयो यार। ओ माई गॉड, लभ यु मनाङ। नाम सुन्दा कस्तो राम्रो ठाउँ छ जस्तो लाग्छ क्या यो मनाङ मुस्ताङ। चिसो हावा लाग्दैछ तर गर्मी पनि लागिरहेछ क्या। आम्मामा झर्नाहरू हेर्नु सम्झनु, लिटरली पानी बगेको झर्नाहरू, सानो पानी बगिरहेछ क्या झर्नाहरू। कस्तो मजाको देखेको आउँदैछ माथि। तपाईँहरूले देख्नु हुँदैछ कि छैन? हो देख्नुभयो कस्तो बाउन्डर चलिरहेछ कि, तर सानो। सी एयरपोर्ट कस्तो ओपन छ हेर्नु एयरपोर्ट। यहाँबाट फुत्त जानु पनि सक्छ मनाङ एयरपोर्ट। त्यहाँ हेर्नु त पुरा बरफ पिघलेर मुनि झर्दै गरेको जस्तो छ। तपाईँहरूले देख्नुहुन्छ कि छैन? कस्तो मजाको ग्लेसियर पिघलेर आएको जस्तो क्या त्यो मुनि। त्यहाँबाट पक्लेर आएर चाहिँ मर्स्याङ्दी खोलामा जान्छ। ओह, कुन चाहिँ लेक हो यो? लेट्स गो ब्लू लेक। यस निलो पोखरी, यो चाहिँ मान्छेले बनाएको पोखरी अरे क्या गाइस। कस्तो साफ छ यार, आम्मामा। त्यहाँ त ग्लेसियर
पग्लेर मनाङको सरी मर्साङदेखि खोलामा आउँछ त्यो वाट अ भ्यू म्यान वाट अ भ्यू Mission Manang complete, but next year फेरि आउँछु म. Manang is just like a Ladakh of India. We have to come every year. Whoa! This is Manang, guys. Welcome to Manang. Incredible Manang. कहाँ आएको जस्तो लाग्यो यार. त्यो स्तूपा हेर्नु न कस्तो डाँडामा बनाएको यार मार्भलियस आइस ब्रेकहरू छ यहाँबाट आइस ब्रेक जाने बाटो प्लिज इन्जोय गाइस विदाउट एनी हेसिटेसन वेलकम टु मनाङ Manang Valley. Exactly 6:27. 6:30 बजी म मनाङ आइपुगेँ. जाडोले नि चिसोले नि सास बढेर बोल्नु पनि कस्तो गाह्रो भइरहेको छ. Manang 3540 मिटर. Yo, iconic gate again. Manang Hotel and Lodge. Mr. Coffee. एक चक्कर लाएर आउँछु त्यहाँबाट हेर्छु म कुन चाहिँ होटलमा बस्ने भनेर. कस्तो मजाले खेतीहरू गरे हैन. क्याबेज कलिफ्लावर साग मजाको खेतीहरू गरिरहेको छ. रोयल मनाङ. दिस इज माई रुम. अहिले राइडबाट आएर एकदम अनप्याक छ. यो मेरो राइडिङ ज्याकेट लुगाहरू यहाँनिर छ. स्याडल ब्याग र ट्याङ्क ब्याग. बेड यहाँ. बाथरुम हेर्नु बाथरुम पनि एकदम मजाको छ. चिटिक्कै अट्याच. कुल मिला के बोलो तो 1400 मा नन भेज मिल
एन्ड मर्निङ ब्रेकफास्ट र रुम मिलाएर 1400 एकदम राम्रो लोकेसन छ गाइज। आजको डिनर हुनेछ मेरो राइस विथ बफ मिट, पिकल, पोटेटो, सलाड एन्ड दाल, साग, मुलाको अचार एन्ड वाटर। सी किचन कस्तो राम्रो छ, मजा आएको। तपाईँहरू देख्नुहुनेछ दामी किचन छ, मेस्मराइजिङ। बाहिरको भ्यू हेर्नु।